वेलकम ब्याक टु माई च्यानल। सो आजको यस भिडियोमा सबैलाई बाइनोमियल थ्योरममा हार्ड लाग्ने टपिकको बारेमा डिस्कस गर्न गइरहेकी छु। त्योभन्दा अगाडि आई होप कि सबैजनालाई यो फर्स्ट नम्बरको फर्मुला चाहिँ यादै भएको छ भनेर, किनकि यो चाहिँ सबभन्दा मेन फर्मुला हो अनि यो फर्मुला बिना हामी अगाडि फर्दर बढ्न सक्दैनौँ। यदि याद छैन भने अहिले नै कण्ठ गरौँ। अब नोटको रूपमा हेर्दा जता पनि फ्याक्टोरियल आयो भने त्यसलाई हामी -1 गर्दै घटाउँदै घटाउँदै लग्न सक्छौँ। जस्तै यहाँ एन फ्याक्टोरियल छ होइन, एन भनेको कुनै नम्बर हो अनि यहाँ एन यतिकै लेख्ने अनि त्यहाँबाट चाहिँ एन -1 गर्दै घटाउँदै घटाउँदै लग्ने हो अनि यो घट्दै घट्दै लास्टमा चाहिँ 5 4 3 2 1 मा पनि जान सक्छ। अनि यहाँ 10 फ्याक्टोरियल भयो होइन, इक्जाम्पलमा 10 फ्याक्टोरियल अनि यहाँ 10 यतिकै लेख्ने अनि 10 पछि चाहिँ घटाउँदै घटाउँदै जाने हो। अनि यहाँ 2n फ्याक्टोरियल छ भने 2n पहिला यतिकै लेख्ने अनि त्यसपछि चाहिँ घटाउँदै घटाउँदै लग्ने हो अनि यो पनि घट्दै घट्दै 3 2 1 सम्म पुग्छ। अब अर्को मेन नोट भनेको चाहिँ यो 5वटा मेन हो, किनभने यसको काम हामीलाई एक्सर्साइजमा लाग्छ अनि यो याद भएन भने हामीलाई धेरै प्रब्लम आउन सक्छ एक्सर्साइज सल्भ गर्दाखेरि। जस्तै NC1 को भ्यालु चाहिँ 1 नै हो। यो एनको भ्यालुमा जति आए पनि यहाँ माथि र तलको एन सेम भयो भने यसको भ्यालु 1 नै हुन्छ। जस्तै 10C10 भयो भने 1 हुन्छ। यो माथिको एनमा 1 लाख तलको एनमा पनि 1 लाख भयो भने यसको एन्सर पनि 1 नै आउँछ। क्यालकुलेटरमा पनि हामी यसलाई चेक गर्न सक्छौँ। अनि यही केसमा यदि माथि एन छ अनि तर 0 छ भने अलवेज 1 नै आउँछ। यहाँ 1 लाख भए पनि यहाँ 1 नै आउँछ, 10 भए पनि 1 नै आउँछ। यहाँ NC 0 भयो भने तल 0 भयो भने अलवेज 1 अनि NCN माथि र तल सेम भयो भने त्यो पनि अलवेज 1। अब यहाँ NCN 1 छैन, यहाँ 1 छ भने जहिले पनि n नै हुन्छ। माथिको भ्यालुसँग केही मतलब छैन, तर यहाँ तल 1 आयो भने त्यसको भ्यालु अलवेज n नै हुन्छ। यहाँ माथि जे छ त्यहाँ यसको एन्सरमा पनि यही आउँछ। अनि 0 को फ्याक्टोरियल पनि 1 हो अनि 1 को फ्याक्टोरियल पनि 1 हो। अब यही फर्मुलामा a को ठाउँमा 1 आयो भने के चेन्ज आउन सक्छ? अब यहाँ a प्लस x को पावर n छ होइन, अनि a को ठाउँमा हामीले 1 राख्यो। NC 0 छ, NC 0 छ। अब a को ठाउँमा त 1 छ, 1 को पावर n भनेको पनि 1 हो। 1 को पावरमा जे आए पनि त्यसको भ्यालु अलवेज 1 हुन्छ। त्यसैले यहाँ 1 हुन्छ अनि 1 ले NC 0 मल्टिप्लाई गर्यो भने NC 0 नै आउँछ। त्यसले हामीले त्यसलाई लेखेको छैनौँ। अनि NC 1 भयो अनि यहाँ पनि NC 1, 1 को पावर एनिथिङ भनेको 1 नै हो अनि x को पावर 1 अनि यहाँ पनि सेम NC 2, x को पावर 2, NC 3, x को पावर 3 अनि लास्टमा NCN, x को पावर n, NCN, x को पावर 1 प्लस x को होल पावर n को फर्मुला हो यो। अब when a is equals to 1 र x is equals to 1, त्यही अगाडिकै फर्मुलामा हामीले a को ठाउँमा पनि 1 राखौँ, x को ठाउँमा पनि 1 नै राखौँ अनि 1 प्लस 1 हुन्छ होइन, अनि 1 प्लस 1 भनेको 2 भयो अनि 2 को पावर n भयो, यहाँ 2 को पावर n। अब त्यही अनुसार हामीले यसलाई सल्भ गर्यो भने NC 0, NC 1, NC 2 डट डट गर्दै लास्टमा NCN सम्म आउँछ। अब हामीले यहाँ माथिको नोटमा लेखा छ होइन फर्मुला, NCN भनेको 1 अनि NC 0 भनेको 1, त्यसैले NC 0 को ठाउँमा हामीले 1 लेख्यो अनि NC 1 को ठाउँमा हामीले n लेख्यो, NC 1 को ठाउँमा n लेख्यो। अनि हामीले चाहिँ यो चाहिँ माथि फ्याक्टोरियल भने जस्तै हामीले यसलाई एक्सपान्ड गरेको। यो चाहिँ हाम्रो परम्युटेसन र कम्बिनेसनको फर्मुला हामीले युज गरेर यसलाई सिम्प्लिफाई गर्दै जाने हो। अनि यहाँ n फ्याक्टोरियल आयो होइन, अनि n फ्याक्टोरियललाई हामीले के भनेको थियो, माथि जे छ यहाँ जे छ त्यसलाई यतिकै राख्ने अनि -1 गर्दै घटाउँदै लग्ने। अनि यहाँ हामीले चाहिँ 2 सम्म घटाउँदै लग्यो, किनभने यहाँ पनि n - 2 फ्याक्टोरियल छ अनि यहाँ पनि n - 2 फ्याक्टोरियल आयो भने यसलाई काट्न सकिन्छ, त्यसले यहाँ n - 2 सम्म एक्सपान्ड गरेको। अब यहाँ n - 3 छ होइन, त्यसले यसलाई n - 3 फ्याक्टोरियल सम्म एक्सपान्ड गर्ने अनि लास्टमा काट्न सजिलो हुन्छ। अनि यो 2n को यो a को ठाउँमा 1 x को ठाउँमा 1 राख्यो भने यो 2 को पावर n हुन्छ अनि त्यसको फर्मुला हामीले इजिली बनाउन सक्छौँ। अब यही प्लेसमा n को ठाउँमा n - 1 अनि a को ठाउँमा 1 र x को ठाउँमा 1 होइन। अब a को ठाउँमा 1 र x को ठाउँमा 1 भन्ने फर्मुला त हामीले यही निकाल्यो होइन, यही निकाल्यो। अब खाली n को ठाउँमा n - 1 राख्नु छ, त्यसले 2 n को ठाउँमा n - 1, n को ठाउँमा n - 1 अनि 1 यतिकै अनि यहाँ n छ त्यसले n को ठाउँमा n - 1 अनि यहाँ फेरि n छ अनि यो n मा n - 1 राख्यो होइन, अनि यो n मा फेरि n - 1 अनि -1 -2 हुन्छ, त्यसले n - 2 अनि यहाँ n - 1 अनि n - 1 -1 -2 अनि यहाँ फेरि n - 1 अनि -2 -3 हुन्छ।
यसरी हामीले नेक्स्ट फर्मुला पनि बनाउन सक्छौँ 2n - 1 को 1 प्लस n-1 प्लस n-1 n-2/2 फ्याक्टोरियल अनि लास्टमा चाहिँ 1। अब यही केसमा यदि x को ठाउँमा -x छ र n को ठाउँमा चाहिँ 1 छ, हामीले यो फर्स्ट मेन फर्मुलामा चाहिँ यो हालेर हेर्न सक्छौँ आफै। एकचोटि आफै पनि ट्राई गरौँ। फर्स्ट फर्मुलामा चाहिँ x को ठाउँमा -x र n को ठाउँमा चाहिँ 1। त्यसरी सल्भ गर्यो भने हाम्रो 1 - x को पावर 1 आउँछ अनि त्यसको फर्मुला चाहिँ 1 - nx प्लस n फ्याक्टोरियल बाई n-2 फ्याक्टोरियल 2 फ्याक्टोरियल अनि x को पावर 2। यहाँ प्लस माइनस हुँदै जान्छ अनि लास्टमा चाहिँ -1 टु द पावर n डट x टु द पावर n हुन्छ। यहाँ पनि फ्याक्टोरियल छ, त्यसैले यसलाई पनि यहाँ हामीले अगाडि ब्र्याकेट खोल्दै जाऊँ अनि यसलाई काटौँ अनि यहाँ पनि हामीले काट्न मिल्छ, त्यसले त्यही अगाडि प्रोसेस बढौँ अगाडि। अब त्यसलाई सिम्प्लिफाई गर्दा गर्दा लास्टमा हाम्रो एन्सर चाहिँ 1 - nx प्लस n-1 2 फ्याक्टोरियल x टु द पावर 2 गर्दै यो हाम्रो एन्सर आउँछ, फाइनल एन्सर। अब त्यही मेन फर्मुला चाहिँ a को ठाउँमा n र x को ठाउँमा -1 राख्यो भने चाहिँ 1 - 1 को पावर n हुन्छ हैन, अनि 1 - 1 0 अनि 0 को पावर n भनेको 0 नै हो। त्यसैले nc0 - nc1 प्लस nc2 - nc3 गरेर फर्मुला आउँछ। यो चाहिँ x हैन, मैले मिस्टेकली लेखेको थिएँ। यहाँ nc0 - nc1 प्लस nc2 प्लस माइनस हुँदै जान्छ। यहाँ 0 1 2 3 डट डट गर्दै nसम्म आउँछ, ncn गरेर लास्टमा nसम्म आउँछ। अनि यसलाई पनि फर्दर त्यही प्रोसेसमा सिम्प्लिफाई गर्दै गयो भने लास्टमा यसको एन्सर चाहिँ z = 1 - n प्लस n-1 2 फ्याक्टोरियल माइनस n-1 n-2/3 फ्याक्टोरियल अनि प्लस डट डट -1 को पावर n। यो फर्मुला चाहिँ हाम्रो फर्स्ट नम्बरको फर्मुलासँग म्याच हुन्छ, ठ्याक्कै म्याच हुन्छ। त्यहाँ खालि सबै ठाउँमा प्लस 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 थियो अनि यहाँ चाहिँ माइनस माइनस माइनस। यो 2n सँग सेम फर्मुला हो। 2n को ठाउँमा 1 प्लस n प्लस अनि यहाँ पनि प्लस छ हैन, अनि 0 को ठाउँमा यहाँ माइनस छ। अब n को ठाउँमा चाहिँ n-1 राखौँ। यही फर्मुलामा चाहिँ n को ठाउँमा n- राखौँ। 0 अनि 1 माइनस n-1 प्लस n-1 अनि यो n को भ्यालु n-1 अनि यहाँ फर्दर -1 छ, त्यसैले n-2 अनि यहाँ n-1 फर्दर n-1 त्यसले यहाँ n-2 हुन्छ अनि यहाँ n-3 हुन्छ। यो फर्मुला चाहिँ सेकेन्ड फर्मुलासँग म्याच हुन्छ, 2n टु द पावर n-1। त्यहाँ पनि प्लस 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 थियो सबै ठाउँमा अनि यहाँ चाहिँ प्लस माइनस छ। यति 6वटा फर्मुला हामीलाई याद भयो भने हामीले एक्सरसाइज चाहिँ इजिली सल्भ गर्न सक्छौँ। अब हामीले त्यही एक्सरसाइजको 11 नम्बरको फर्स्ट क्वेसन हेऱ्यो भने यहाँ c1 - 2c2 प्लस 3c3 माइनस डट डट प्लस n-1 टु द पावर n-1 डट cn = 0 छ हैन। हामीले सधैँ यहाँ याद राख्नुपर्छ कि माथि क्वेसनमा n नदिए पनि यहाँ n हुन्छ नै, क्वेसनमा n नदिए पनि यहाँ n हुन्छ नै, त्यसैले यहाँ nc1 भयो हैन। अब मैले नोटमा के लेखाएको थिएँ, nc1 को भ्यालु के हो, nc1 को भ्यालु चाहिँ n नै हो अनि यहाँ 2 यतिकै छोड्दिने हैन, -2 यतिकै छोड्दिने अनि यहाँ nc2 हो अनि nc2 लाई परमुटेसन एन्ड कम्बिनेसनको फर्मुला लगाउने हो, प्लस 3 यतिकै छोड्ने अनि nc3 को परमुटेसन एन्ड कम्बिनेसनको फर्मुला लगाउने अनि डट डट अनि यो यतिकै छोड्ने अनि फेरि यहाँ n नभए पनि यहाँ माथि n छ हैन, अनि ncn को भ्यालु के हो, ncn को भ्यालु चाहिँ 1 हो। अब हामीले यहाँ पनि n छ, यहाँ पनि n छ, यहाँ पनि n छ, त्यसले n कमन लियो हैन, n कमन तान्ने अनि n कमन तानिसकेपछि यहाँ 1 बाँकी हुन्छ हैन, 1 माइनस अनि यहाँ n कमन लियो, त्यसले 2n-1 अनि यहाँ फ्याक्टोरियल छ हैन, अनि फ्याक्टोरियलमा के गर्नुपर्छ, घटाउँदै लग्ने हो। 2 × 2 - 1 भनेको 1, 2 × 1 अनि यहाँ पनि 3 फ्याक्टोरियल छ, घटाउँदै लग्ने 3 to 1। तर यहाँ हामीलाई 1 को काम छैन, त्यसले 2 फ्याक्टोरियलसम्म मात्र छोड्दिने किनकि हामीले फर्मुलामा खोल्नु छ नि, त्यसैले। अनि डट डट प्लस अनि यहाँ जे छ त्यही यतिकै राख्दिने अनि n चाहिँ कमन छ, त्यसले जे छ यतिकै राख्दिने = 0। यहाँबाट हामीले यो 2 र यो 2 क्यान्सल हुन्छ हैन, यो 2 र यो 2 क्यान्सल हुन्छ र यो 3 र यो 3 क्यान्सल हुन्छ किनकि हामीले 3 लाई क्यान्सल गराउनु छ, त्यसले 3 को मात्र खोलेको, 3 र 3 क्यान्सल। अनि यहाँ क्यान्सल गरेपछि n-1 प्लस n-1 n-2 2 फ्याक्टोरियल माइनस डट डट -1 n-1 = 0 भयो हैन।
अनि यसको फर्मुला छ, यतिको फर्मुला छ, त्यो कुन नम्बरको फर्मुलामा छ नोट गरेको छौ भने त्यो फर्मुला नोट हेऱ्यो भने यसको भ्यालु चाहिँ 0 हुन्छ। प्लस माइनस प्लस माइनस प्लस माइनस प्लस माइनस 0 हुन्छ। यहाँ प्लस छ, यहाँ माइनस छ, यहाँ प्लस छ, यहाँ माइनस छ। फर्मुला हामीले चेक गर्न सक्छौँ, त्यहाँ यसको भ्यालु चाहिँ 0 हो। त्यसले n इन्टु 0 भनेको 0, 0 इक्वल्स टु 0 प्रुभड। यसरी हामीले युज गरेको फर्मुला चाहिँ हरेक क्वेसनमा युज हुन्छ नै हुन्छ। त्यसैले त्यो सबै फर्मुलालाई याद नगरिकन ट्रिक गरेर सल्भ गर्यो भने इजी हुन्छ याद गर्नलाई।